तपाईँ प्रधानमन्त्री हुनुभयो भने कोलाई खोरमा हाल्नुहुन्छ ल भन्नुहोस् त्यसो भए म खोरमा हाल्दै हाल्दिनँ नि यिनीहरूसँग भएको सम्पत्ति तान्दिने हो सिंगल खाता बनाइदिने हो यिनका नाममा केही छैन अर्का नामबाट सरेर ल्याउने बित्तिकै त्यसपछि चाहिँ नारायणी दरबारभित्र 6 बाई 8 का कोठा बनाउँछु म्यानुअल चल्ने एउटा टेलिभिजन राखिदिन्छु यिनीहरूलाई हेर्नलाई एक एकवटा स्टोभ दिन्छु मटेरियल पनि दिन्छु दम हालेर आगो बाल्न पर्ने अगाडि किनेर खानलाई पसल पनि राखिदिन्छु भित्रै त्यो पसलमा दुनो नटराज दालमोट तराई टाइचिन चिउरा भुटे बिस्कुट जे चाहे त्यही किनेर खान पाउने गरी कोदोको निगार त्यो पनि राख्दिने किनेर खानुपर्छ उसले अनि पल्ला छेउमा धारो राख्छु पल्ला छेउमा टोयलेट राख्छु टोयलेटमा धारो राख्दैन पानी बोकेर जानु पर्यो ट्वाकमा पानी बोकेर जानुपर्छ टक 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 लाएर तिनीहरूलाई दैनिक भत्ता पनि दिने किनेर खानु पर्यो नि त खाना पुरी गरिदिने नि यिनीहरूको जस्तो तोकेर दिने हो र हामी चामल मोटा राख्ने त्यहाँ त्यो पैसाको लागि स्रोत पनि हामी राज्य कोषबाट खर्च नगर्ने ताले टिकट काट्छन् यी तिमीहरूका नेता यहाँ छन् भन्ने 100-200 का 30 टक्ने अनि त्यही पैसा यिनलाई भत्ता दिने क्या रमाइलो हुन्छ होला हेर्दा हेर 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 सडार तिराडाले टोयलेट लागेको छ भर्खर पानी लिएर ट्वाक लिएर जाँदैछ भन्न पाइयो बोतलमा पानी बोकेर झुन्न आएर बिहान भिडियो त कति चल्ला हो त्यसरी 1 मिनट 1.5 मिनट राखिसके पछाडि त यिनलाई खुलेआम छोड्दै भइहाल्यो नि टेलिभिजन हेर्न नि दिने तर टिभीलाई रिमोट दिने होइन उठेर गएर म्यानुअलले च्यानल चेन्ज गर्नुपर्छ क्या स्क्रिन टच वालै दिने अझ स्क्रिन टच नदिने घुमाउने बढाउने पतिलाई पत्नी वा पत्नीलाई पति भेट्नलाई 1 हप्तामा एकचोटि टाइम पनि दिने एक रातै बस्नु ती आज फलानाका पति आइछ भन्ने कुरो थाहा होस् क्या अरूलाई